It's 2082 and 10, 22 and आज चाहिँ मेरो गुन्यचली छ अनि बिहान चाहिँ म गएँ मन्दिर गएर पूजा गरेँ अनि त्यसपछि त्यहाँ गएर मैले खाजा खाएँ को गएको त मात्र गयो होइन अनि हामी चाहिँ के अरे मम्मी बाबा म आन्टीहरू अनि दादाहरू गएको मन्दिर अनि एकदम मजा आयो बिहान पूजा गर्नको लागि अनि हामीले पूजा गऱ्यौँ अनि के अरे त्यो चरालाई दानाहरू दियौँ सो त्यतिखेर हामीले फोटो खिच्यौँ एकदम मजा आयो त्यतिखेर अनि हामीले घर आयौँ त्यसपछि घर आउने बित्तिकै हामी त्यहाँ गयौँ रेडीसेडी गयौँ त्यसपछि फेरि हामी गयौँ त्यहाँ टिका लगाउने ठाउँमा गएर कस्तो फिल भइरहेको अनि पार्टीको चाहिँ केही भन्नु छैन पार्टीको यहाँ आएर टिका लगाएको त्यसको चाहिँ केही भन्नु होइन एन्ड अहिले एकदम नयाँ लुगा यो पनि सबै हिजो मम्मी बाबाले किनिदिनु भएको अनि यहाँ उठ्नु पनि छ घुम्नु पनि छ अनि मम्मीलाई केही भन्नु छ ओके मम्मी बुवालाई केही भन्नु छ giving me, loving me, caring me. Supporting me, caring. Thank you, Namraj Dada. अनि अझै दादालाई केही भन्नु छैन दादाले मलाई गिफ्ट पठाइदिने भनेको के पठाइदिनु भने रिसेट अनि एयरफोर्स अनि खै दादालाई केही नभन्ने दादाको लागि ल केही भन्दै त थ्याङ्क यू फर सेन्डिङ मी गिफ्ट सो के सुशील दादा लिएर जानुहुन्छ त्यहाँ अनि दादाको के याद चाहिँ आउँदैन मिस गरे छैन ल यसलाई त गिफ्ट मात्रै चाहियो रहेछ यसले मिस आइरहेछ मिस त भइहाल्छ आई मिस यु सो मच अब सबैले मिस गर्नुभयो होला सो मच हजुर दादा सो सबैले मिस गर्नुभयो होला खै जाँदैन अरूहरूको बारेमा तर धेरै ल समातो त मैले क्यामेराको पछाडि चाहिँ म छु है त म बिहान आउन पाइनँ बिहान आउन नपाएर मेरो त काम थियो बिहान काम भएको कारणले म थाङकोटतिर थिएँ थाङकोटतिर अनि त्यहाँबाट काम सकाएर यता दाइलाई अर्को दाइलाई हेर्नु परिदिएर म बिजी हुँदा हुँदै पनि टाइम मिलाएर आएँ त्यही भएर मैले त्यस्तो धेरै केही पनि खिच्नु पाएन क्याप्चर गर्नु पाएन बिहानको चाहिँ अहिलेको चाहिँ अलिअलि यस मेमोरीको लागि होस् भनेर यो भिडियो मात्रै गरेको छु फोटो चाहिँ मैले अलि धेरै नै खिचेको छु यति हो मेरोबाट चाहिँ ह्याप्पी डिनर छु म सबैको रिभ्यू लिन्छु है त माथि मम्मीको मामाको माइजूको अनि अरूहरूको म त ढिला आएँ मैले त त्यस्तो धेरै उ गर्नु परेन किनकि म धेरै हिँडिरहेको हुन्छु नि त इभेन्टमा मलाई त्यस्तो खास चाहिँ उ चाहिँ भएन होइन मलाई चाहिँ ठिकै छ तर मैले के भयो भने चाहिँ मैले चाहिँ उ गर्नु पाइनँ क्या इन्जोय नै गर्न पाउँदैन क्या मैले प्रायः जस्तो इभेन्टमा किनकि म हिँडिरहेको हुन्छु यताउति जतिखेर पनि खिचा जस्तो इभेन्टमा गएर त्यही भएर चाहिँ गर्नु पाउँदिनँ मैले धेरै इन्जोय गरेँ त्यही भएर चाहिँ किनकि मैले अहिले चाहिँ मैले के भन्छ मैले ढिलो भयो यहाँ आउनको लागि त्यसको लागि चाहिँ अलिक उ भइरहेको छ कस्तो खल्लो फिल भइरहेको पुरै क्याप्चर गर्नु पाएन त्यही भएर अब चाहिँ बाँकी चाहिँ म पनि ढिलै आएँ है आज म छिटो आएर घर आएर चेन्ज गरेर तर केही छैन आउनु त बट स्टिल आइ एम रेडी आए ह्याप्पी राम्रो देखिएको छ हाम्रो सुनितालाई है अब हामी सबैजना गोटे लिन्छ माथि गएर एकछिन छोड न त यहाँ हेरेर यहाँ मजा आयो
मेरो गुन्यचोलीमा हजुर मेरो पनि अब यसरी नै गुन्यौचोलो हुन्छ बाबा आएपछि भन न। पनि हुन्छ म दिदीलाई गुन्यौँ सक्छु तर कस्तो लाग्यो एकदम राम्रो लाग्यो। खुसी हुन्छ एकदम आज गुन्यौचोलो बहिनीलाई पछाडि के हो ल, यता ल। ल, बाई बाई। ल ल क्वेसन तपाईँलाई कस्तो लाग्यो मेरो गुन्यचोलीमा राम्रो लाग्यो बहिनीको गुन्यचोलीमा राम्रो देखिरहेको छु रमाइलो भयो चाहिँ अब भने के भन्नु त अब भने के कस्तो फिल भइरह एकदम रमाइलो फिल भइरहेको राम्रो फिल भइरहेको सबजना आउनु भएको छ हो आफन्तहरू त्यही हो त्यति हो यो दिदीलाई कस्तो लाग्यो दिदी भन्नु यता अरू यता केही भन्नु बहिनीको चाहिँ अलिकति खल्लो भयो। यतिकै नआइदिनु ल ए मोटे माथि गएर तपाईँलाई कस्तो लाग्यो मेरो गुन्यचोली यति यति राम्रो लाग्यो यति मात्र के भन्नु छ के भन्नु छ मेरो बहिनी अब किटबाट टिन हुँदैछ धेरै धेरै कङ्ग्रेचुलेसन हाम्रो दाजु किन साइन्टिफिक गर्ने मजाले ल तपाईँलाई कस्तो लाग्यो मेरो गुन्यचोलीमा मलाई नराम्रो लाग्यो यहाँ भन्नु न राम्रो लाग्यो एकदम खुसी त चाहिँ खुसी न खुसी खुसी धेरै कि अलिकति धेरै धेरै उहाँ चाहिँ मेरो अङ्कल मेरो बहिनी मेरो बहिनीहरू काले के हो ब्लग मेरो गुन्यचोली कस्तो लाग्यो तपाईँलाई रमाइलो भयो राम्रो हो त ए फ्ल्यास है कस्तो लाग्यो एकदम राम्रो लाग्यो। कस्तो लाग्यो कस्तो लाग्यो भन्नु त? दामी भन्नु दामी दामी भन्नु पनि हुन्छ। एकदम मजा आइरहेको छ भित्र देखाउनु चाहिँ एकचोटि मेरो मम्मी गायब माथि माथि जाम जाम आउनुहोस् गायब तपाईँलाई कस्तो लाग्यो गुन्यचोली? धेरै राम्रो लाग्यो ल के भन्नु छ आज यो प्रोग्रामको बारेमा भनेर भनिदिनुहोस् न अन्जिल के भने भोलि भने ल आई ल बाई बाई गरिदिनु अब बाई बाई भन्ने भान्जी ल है तपाईँलाई कस्तो लाग्यो? एकदम राम्रो लाग्यो गुड एकदम ठिक छ है आज एकदम खुसी छ सबैजनामा है त छोरी ल ह्याप्पी गुन्यौचोली ल एकदम ह्याप्पी ल ल हेरौँ म त भन्दिनँ सबैजना ह्याप्पी एकदम ओके छ नि ओके आज तपाईँले याद आएन तपाईँ? अजय दादा पनि आइरहेको छ अब अजय दादा यहाँ छैन बाहिर छ अब नेक्स्ट टाइम आउँछ अनि फेरि रमाइलो नेक्स्ट टाइम रमाइलो गर्ने त खुसी छेस् आज खुसी भयो कि भएन सबैले माया गर्यो ल र बाबा तपाईँलाई कस्तो लाग्यो? मेरो छोरीको गुन्यचोली एकदम फर्स्ट क्लास एकदम राम्रो लाग्यो किनकि म बाहिर जाने भनेर अलिकति ढिला भयो होइन के अरे छिटो गर्न गरेको है नत्र भने चाहिँ मैले के गर्थेँ मैले चाहिँ पार्टी प्यालेसमा
एकदम बाजा गाजा बजाएर गुनीचोरी दिने भन्ने विचार थियो मेरो। ठिक छ, अनि अब सानैदिनै गरेन राम्रै भइरहेछ, रमाइलो भइरहेछ है। अनि तपाईँ चाहिँ कस्तो लाग्यो तेरो गुनीचोरी? एकदम राम्रो लाग्यो। हो, बाबाको कर्तव्य निभायो हो। ल भयो। खै थ्याङ्क यू बाबा खै ल बाबा। ल ल ल छोरी। भयो। दाइ नमस्कार। के अरे अब कार्यक्रम कस्तो लाग्यो धेरै राम्रो भयो के हामीले सकेको भयो है। अब के हजुर के अब हामीले सहयोग हामीले बढ्यौँ कुनै पनि हाम्रो उसमा अब क्षमा होस् है। के अरे अब हामी अब के अरे बिलबारी हुन्छ है हजुर। मान्छेले चेली नकाटिनु, चेलीले मान्छे नकाटिनु, हामी दाजुभाइले गर्नु सक्नु पर्यो। हामी कहिले बिर्सिन्छौँ र हामी कहिले पनि बिर्सिँदैनौँ। चेलीबेटी भनेको हाम्रो मुटु हो आमा भन्दा पनि ठुलो हो। चेलीबेटी हो, मुटु हो नि हाम्रो चेलीबेटी भनेको हो। हामीले त्यसरी मानेछौँ, तिमीहरूले हामीले नबिर्स्या हो बस। ल ल ल हामी कहिले बिर्सिन्छौँ? चेलीबेटी चेलीबेटी भनेको हाम्रो चेलीबेटी हाम्रो गाईको चेलीबेटी भनेको हाम्रो गाईको थुना होइन। राम्रो हो चेलीबेटी भनेको हाम्रो गाईको थुना हो। गाईको ठुङ्गा फुलको ठुङ्गा होइन, कलेजको टुक्रा होइन। हाम्रै हातले अब हुन्छ पुरा अब के बेचले गरे पनि हुन्छ होइन। यो त के अरे भर्खर ऊ हो नि त ठिक छ दाइ, मैले अब माग्ने गुन्ने अब दाइहरूलाई गरिरहेको छु, अझै पनि गर्छु है। हामी छौँ जेलमा के अरे हाम्रो चेलीबेटी हाम्रो नाता हुन्थ्यो। हाम्रो कुनै पनि हामी पुरा हामी मरौँ चाहिँ केही हामी अब बिदाबारी हुन्छौँ है। अब तपाईँहरूले अब मान्छेलाई माग्नुभयो, अहिले पूजा पनि खुसी लाग्यो होइन। हाम्रो सास रौन जेल र हामी रौन जेलसम्म मेरो दिदी भिनाजुलाई सधैँभरि यसरी नै खुसी होस् मानिरहौँ र हामीले पनि माग्न पाइन्छ। गीत जाउँ पनि ल। मैले बहिनीको के अरे आशा पनि पार्नु होइन। अहिले पनि नपार्नुहोस् किनकि हाम्रो त्यही हो होइन, त्यही हो होइन। हाम्रो त्यहाँ त्यही हो होइन। हामीले के सबभन्दाखेरि के अब मामालाई नराख्ने रे अनि मलाई तिम्रो गाडी छोडी सबभन्दा हाम्रो कार्य सफल भयो, खुसी भयो। सबभन्दा बेटर भनेर कार्य सफल भयो। हाम्रो घरको कार्य भनेको हामी बिर्सनु भयो त। धेरै धेरै धन्यवाद छ कसले कसले अहिले फोन निकाल्दै सोध्छु।
आज छोरीको गुने चोली कस्तो लाग्यो कार्यक्रम कस्तो लाग्यो त्यो बताउनु पर्ने होला छोटो एकदम ठिक छ आज यस्तो किसिम गरेर पूर्व पश्चिम उत्तर दक्षिणदेखि इष्टमित्र सबै यहीँ नै भेटभाट भयो भेटभाट हुँदाखेरि सबै चिनजाने पनि भयो नचिनेले चिने बोल्नु नबोल्ने यो मान्छे हो कि भनेर बोले थाहा पाइयो अरे थाहा पाएपछि अनि के छ भन्दाखेरि हाम्रो इष्टमित्र यस्तो चलो छ नि संसारमा भन्ने कुरो बुझिन्छ बुझ्यो होइन त्यो तरिका हुँदाखेरि हामीलाई के छ भनेदेखि छोरा छोरी नाति पनाति सबै हाम्रो यसले बाँधेको झियाली हाम्रो यो सन्तान हो त्यो सन्तानलाई राम्रो गरेर ल्याउँदाखेरि राम्रै भएर जान्छ परम्परा एकदमै राम्रै भएर जान्छ यतिखेर हुँदाखेरि इष्ट मात्रै भेटभाट भयो कति राम्रो कति राम्रो अरे त्यो तरिका हुँदाखेरि आज किनभने छोरा भए छोरी भए बुहारी भए नाति नातिनी भए पनाति भए कसको भयो त भन्दाखेरि त्यही एउटै बाउको सन्तानको एउटै बाउको सन्तानले त्यसरी राम्रो गर्यो भने के हो धर्म भयो धर्म पलाएर आयो त्यो अनि हामीले हिँडामी काम गऱ्यो भने हिँडमै जान्छ हामीले यसरी सोध्ने हो त्यसो सोद्दाखेरि हामीले जसुको छ भने त्यस्तैमा जान्छ नहुँदो केही पनि हुँदैन त्यो तरिका भयो अब त्यो चाहिँ अब यसलाई हामीले के भनेदेखि तेरो मेरो भन्दै जन्म गुमाई भनेको छ हामीले सोध्न सकेन भने केही पनि छैन मलाई राम्रो लाग्यो खुसी भयो भने म दिन सकिनँ खानु भइ गर्नु त्यसरी हाम्रो सबै राम्रो भएछ है हजुरआमा एक्लै आएछ परिवारमा राम्रो हुनुपर्दैछ गुनी चोलो लाएर राम्रो छ राम्रो छ मेरो छोरी राम्रो छ गुन्ने चोली साडी लगाएको थियो के छ भन्नु त छोरी मेरो फ्यान्टेसी मेरो छोरीलाई एकदम गुड लभ एकदम राम्रो लाग्यो मेरो गुने चोली कस्तो लाग्यो भने सुन न त्यही भनेको मैले भनेको सबभन्दा राम्रो लाग्यो मलाई राम्रो लाग्यो एकदम राम्रो लाग्यो सबभन्दा बिहान ठुलो कुरो चाहिँ भिडियो गर्न पाइएन है दादाको लागि अनि के अरे उसमा के मन्दिर गएर फोटोहरू एकदमै राम्रो सबै खिच्न पाएको भए उचित राम्रो हुन्थ्यो है सबभन्दा अनि यहाँ आएर लास्ट गएर सबै राम्रो भयो अन्तिममा आएर नि दाई आयो होइन दादा आउनुभयो तर राम्रो भयो त्योभन्दा सबभन्दा झाइ झगडा केही भएन आफ्नो माओलीहरू सबैजना आउनुभयो जुट्नु भयो सबैले आफूले सफलता गरेर पठाउन सक्ने के भयो त्यही सबभन्दा ठुलो धन्यवाद मेरो लागि तपाईँलाई कस्तो लाग्यो मेरो गुन्ने छोरीमा मम्मी नमस्ते मेरो छोरीलाई धेरै धन्यवाद मेरो छोरी चाहिँ 11 वर्ष लागेर गुन्ने छोरा दिएको माउहरूले बिदा गर्छु कि अहिले चाहिँ हामी घरको फ्यामिली मात्र छ आमा छोरी यस्तो खासै खुसी कानी कुरा भइरहेछ ठिकै छ राम्रै भयो प्रोग्राम बिहानदेखि कस्तो भयो हिजो लुगा सुगा किन्दा कस्तो भयो सबै भन्नु अब हिजो लुगाहरू किन्यो अब 2 दिनको प्रोग्राममा होइन अब खासै अब अहिले गर्नु मन थिएन अब खाँदिन भनेर इस्टिमेट गरेको अगाडि नै भयो र
त्यही भएर हामीले चाहिँ अब छोटो मिठोमा भनेर यसो 2-4जना आफ्नो मान्छे राखेर यो कार्यक्रम राखेको। लुगा सुगा कसरी कहिले किन्न गयो थोरै टाइममा होइन तपाईँहरू लुगा किन्न त हतार भयो होला नि अब त्यस्तो कसरी भयो अनि बिहान के गर्नुभयो अनि आएर सब भनिदिनु मन्दिर गयो हिजो लुगा किन्नु। भन्नु न के हुँदैन भन्नु न यो पछि हेर्दाखेरि यस्तो गरेको थियो यस्तो भनेको थियो भनेर राख्नलाई मात्र हो क्या यो चिबै सुरु राखेर अब हामी चाहिँ हिजो र आज 2 दिनको प्रोग्राममा अब बिहान उठ्यो नुहाइधुवाइ गऱ्यो घर पूजासुजा गऱ्यो अन्त गणेशस्थान गएर पूजासुजा गऱ्यो नानीलाई मन्दिरमा गएर अन्त पूजा गरेर आएर अनि यताको प्रोग्राम सुरु गऱ्यौँ अनि अब राम्रै भयो टिका कालो सबै अब यतातिर मावली नानीदेखि लिएर मावली बिदा गर्नेसम्म आजको दिनमा भ्याइयो अनि सबै राम्रै भयो कार्यक्रम। भयो होला मावल बोराल भन्न लम्बो ल त्यस्तो होइन मजा आएको होइन ड्याडी मेरो गुनी चोलीको स्टार्ट गर्दाखेरि के गर्नुभयो भनेर सोध्ने म अस्ति भुटानबाट आएँ अनि भुटानबाट आएर त्यसकै 1 दिनमा चाहिँ मैले तेरो गुने चोली गर्ने निर्णय गरेँ है। अनि मैले ठिक छ अब फेरि म अब 7 तारिकको बाहिर जाने फ्लाइट थियो अनि त्यही भएर ल ठिक छ अब छोरीको गुने चोली दिने भनेर मम्मीले नै भनिरहेको थियो अनि ल छोरीको हुन्छ अब किनभने बाबा उताबाट आइसकेपछि चाहिँ अब अलिक ढिला हुन्छ भनेर होइन मैले 2 दिनको बिचमा सबैजना साथीहरू मावली त्यो भुटानबाट आएको 1 दिन मावली हिजो मानेर आज तेरो गुने चोलीको कार्यक्रम गरौँ है। अनि तँलाई कस्तो लाग्यो खुसी लाग्यो गुने चोली दिएको चित्त दुखाइ छैन अब अब त बुढी मान्छे तेरो माइलो मामा कान्छो मामा आनन् तेरो साइनो मामा आनन् अब अजय दाई भन त्यति हो माइलो मामा साइनो मामा र माइलो मामा के अरे कान्छो मामा नआएको छुट्यामा अर्को पालि गुने चोलीमा बर्थडेमा आउँछ चुप्प गर न यो 2 जना अनि त्यो नमराज भन्ने नै आएन सन्तान आएन स्वयम्भूको शिव मामा नै आएन दादालाई भन्ने बाहिर के भन्नु छ दादा अजयलाई के भन्नु छ भन्न अब अर्को पालि बर्थडेमा चाहिँ आउनु बर्थडेमा अगाडि आउनु भनेर भन्छु अनि सबैले मिस गर्नुभयो सबैजनाले
दादा मिस यु दादा मिस यु सो मच बाई कस्तो भयो त लास्टसम्म मेरो फर्स्टदेखि लास्टसम्म कस्तो भयो आज एक्सपिरियन्स स्कुल नगएर कपडा किन्न गएँ कपडा किनेर सिलाउन गएँ पछि हामी गयो मेहन्दी तँलाई चाहिँ बिहान कस्तो लागेको थियो अहिले कस्तो लागिरहेको छ बिहान हिजो कस्तो लागिरहेको थियो गरेर बेलुका सिराएको थियो मलाई कतिखेर उज्यालो होला जस्तो भएको थियो मलाई खुट्टा पनि राखेको थियो हात पनि राखेको थियो मैले मेहन्दी हिजो अनि धेरै मजा आयो बिहान पूजा गऱ्यो खाजा खाएर गयो हामी सबैजना अनि त्यसपछि हामीले घर आयौँ घर आएपछि फोटो खिच्यौँ त्यो मन्दिरमा खिचेर नवरात्राको नआएर अलिक खल्लो भयो क्यामेराम्यान नभए त भयो पुरै दिन खिच्न पाएन अस्ति नैको पारीमा त खिचो भएको थियो अनि नेपालीमा चाहिँ कता खिच्छ आर्मीको बारेमा के त्यतिखेर अनि दिदीको पारी चाहिँ नम्रा दादा आउनु भएको थिएन बिहान अनि सुशी दादाहरूले खिचिदिनु भएको थियो अनि राम्रोसँग बोल्न छ कि त्यो गरेर पनि अनि मजा आयो आज मन्दिर गयौँ पूजापाठ गऱ्यौँ पूजासुजा गरेर घरमा आयौँ नास्ता पानी गऱ्यौँ अनि रेडी भएर त्यहाँ गएको अनि के अरे ठुली माइले पनि धेरै धेरै धन्यवाद मलाई मेकअप गरिदिएकोमा राम्रो पारिदिएकोमा अनि मेहन्दी लगाइदिएकोमा धन्यवाद भयो मेरो दाई दादालाई मामालाई माइजूलाई नम्रा दाइलाई दादा त पछाडि उहाँलाई सोधेको हो नि अब सबैले धन्यवाद मेरो दादाहरूलाई सबैले धेरै मेरो ड्याडी मम्मीलाई नि मेरो बुढी चोली गरिदिएको धन्यवाद भन् मेरो ड्याडी मम्मी दादा हजुरले गरिदिएको गुणचरीमा धेरै धन्यवाद अनि के अरे अर्को भोलि पर्सितिर आउनु है दादा अनि के अरे मामा धेरै मजा आयो थ्याङ्क यू बाई बाई ल ल ल ल बाई बाई गर्ने कि धन्यवाद सबैजना आएकोहरूलाई धन्यवाद सबजनालाई धन्यवाद मेरो इष्टमित्रलाई सबैलाई धन्यवाद ल है बाई बाई भोलि मिट सबलाई मिस गरे खान आउने त यो गालै रातो रातो छ त कति बिहान हाम्रो गालै रातो अहिले यो दोही कसलाई हालेर लिएर भनेको